तपाईं हेर्दै हुनुहुन्छ एएनटी भिडियोस। आजको यो सानो कथाले हामीलाई आफूलाई हेर्ने नजर बदल्न सिकाउँछ। कथाको सुरुवात हुन्छ एउटा सानो घरबाट। एउटा दम्पति नयाँ घरमा सरेका थिए। घर शान्त थियो, वरिपरि नयाँ छिमेकी, नयाँ जीवनको सुरुवात। एक बिहान श्रीमती झ्यालबाट बाहिर हेर्दै थिइन्। छिमेकीको आँगनमा लुगा सुकाइराखिएका थिए। उनी अचानक आफ्नो श्रीमानसँग बोलिन्, हेर्नुस् न, छिमेकीका लुगाहरू कति फोहोर देखिएका छन्। सायद उनलाई लुगा धुन आउँदैन होला वा साबुन राम्रो छैन होला। त्यो दिन मात्र होइन, जब जब छिमेकीले लुगा सुकाउँथिन्, श्रीमतीले उही कुरा दोहोर्याउँथिन्। उनको मनमा एउटा धारणा बसिसकेको थियो, छिमेकी अल्छी छिन्, सफा बस्न जान्दिनन्। करिब 1 महिनापछि एउटा बिहान उनी फेरि झ्यालबाट हेर्दै थिइन्। तर यसपटक उनी अचम्ममा परिन्। छिमेकीका लुगाहरू टलक्क टल्किरहेका थिए, एकदमै सफा। उनी उत्साहित हुँदै श्रीमानलाई बोलाइन्, हेर्नुस् त, आज त लुगाहरू कति सफा देखिएका छन्। सायद कसैले उनलाई लुगा धुन सिकायो होला। श्रीमान मुस्कुराएर बिस्तारै भने, त्यस्तो होइन प्रिय, आज बिहान म अलि चाँडै उठे र हाम्रो झ्यालमा लागेको हिलो र धुलो सफा गरिदिए। त्यसैले आज तिमीलाई छिमेकीका लुगाहरू सफा देखिएका हुन्। त्यो सुनेर श्रीमती चुप भइन् र उनलाई बुझ्न आयो, समस्या छिमेकीका लुगामा थिएन, समस्या त आफ्नै झ्यालमा लागेको मैलोमा थियो। हामी अरूलाई जस्तो देख्छौं त्यो हाम्रो अगाडिको झ्यालमा निर्भर गर्छ, अर्थात् हाम्रो सोच र हाम्रो दृष्टिकोण। अरूको आलोचना गर्नुभन्दा पहिले आफ्नो मनको झ्याल कतिको सफा छ, एकपटक हेर्नु जरुरी हुन्छ। जब हामी आफ्नो सोच बदल्छौं, संसार आफै बदलिन थाल्छ। धन्यवाद प्रिय दर्शकवृन्द। यदि तपाईलाई यस्ता साना तर गहिरा जीवन कथाहरू मन पर्छन् भने एएनटी भिडियोसलाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। फेरि अर्को प्रेरणादायी कथासहित छिट्टै भेटौँला।